हाम्रो फार्मिङ चाहिँ यस्तो हुन्छ है। हल्दी रोप्यो होइन, यो चाहिँ एक झ्याङ हल्दी रोपेको थियो हामीले। खन्दा चाहिँ यति बेसी भएको छ होइन। एउटा सानो टुक्रा रोपेको थियो। यो चाहिँ अर्ग्यानिक हो। यो चाहिँ अब दबाई पनि हुन्छ होइन। यहाँ मेरो हस्बेन्डले काट्नु हुँदैछ। अब यसलाई टक्कै सुकाउने यसरी नाङ्लोमा खङरङ खङरङ पारेर त्यहाँदेखि चाहिँ मेसिनमा लगाएर ढुवार पारेपछि चाहिँ पाउडर भइहाल्यो नि हो। त्यहाँदेखि त दबाई हो। कलर त किन चाहियो हामीलाई, दबाईको लागि हो नि त। अन्त अझै तल पनि एक झ्याङमै त्यति निस्क्यो भनेपछि चाहिँ अब यो एक फोक्टामा यत्रो छ। अब यो चाहिँ झन् कति निस्किन्छ होला हेर्नुहोस् नै। यो चाहिँ मैले रोपेको 6-7 महिना भयो। यो त्यति राम्रो फल लागेको छैन मुनि। हिजो खनेर ट्राई गरेको यहाँनिर होइन। अलिअलि भएको छ हुनु चाहिँ, तर अब त्यस्तो कलर आउँदैन क्या। यो चाहिँ अब हुनु चाहिँ दबाईको लागि हो भने चाहिँ हुन्छ। तर अब अहिले खन्ने बेला चाहिँ भइहालेको छैन। त्यसले गर्दा यसलाई चाहिँ अहिले छोडिदिने, त्यसलाई चाहिँ काटेर कुट्ने है। साथी यसरी जाँगर चलाउँ है, चलाउँ यसरी अर्ग्यानिक रोपौँ, ओरिजिनल कुरा खाउँ, हेल्थलाई एकदम राम्रो हेल्दी राखौँ होइन।